Hello, namaste, hi everyone. Today I am here, New Year fireworks celebration. I am here, the world biggest shopping mall, the Dubai Mall, and world tallest building, the Burj Khalifa. Most welcome, all of you, my channel. नमस्ते सम्पूर्णमा म तपाईहरुकै दिनेश निकै लामो समयपछि म एउटा नयाँ कुरा सहित तपाईहरुको माझ आएको छु। आशा छ सबैले साथ सपोर्ट र सल्लाह सुझाव दिनुहुनेछ। लामो समयपछि बिल्कुल नयाँ कुरा लिएर आएको छु। तपाईहरु माझ मेरो एउटा अफिसियल युट्युब च्यानलको सुरुवात आज यो नयाँ वर्षको उपलक्ष्यमा सुरुवात अवसरमा नयाँ वर्षको शुभकामना सँगै सुरुवात गरेको छु र म लकी पनि छु। यो आज म संसारकै सबैभन्दा ठुलो पसल दुबई मल र संसारकै सबैभन्दा ठुलो अग्लो भवन बुर्ज खलिफामा छु र यहाँ आज नयाँ वर्षको उपलक्ष्यमा पटाका आकाशबाजी सहित गरेर चाहिँ यहाँको न्यू इयर मनाउने कार्यक्रम रहेको थियो र यो भिडियोमा तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु कि यहाँ कसरी चाहिँ ह्यापी न्यू इयर सेलिब्रेसन हुन्छ भन्ने कुरा चाहिँ हैन। आजकै दिनमा मेरो च्यानलमा मेरो पहिलो भिडियो राख्दै छु र यो नै मेरो च्यानलको पहिलो अफिसियल भिडियो र एपिसोड 1 पनि हुनेछ र म मेरो च्यानल मार्फत नेपाल र दुबईको एकदमै राम्रो ठाउँहरू वस्तुहरूको बारे देखाउने कोसिस गर्नेछु भने त्यो ठाउँ सम्बन्धीको जानकारीहरू पनि गराउने कोसिस गर्नेछु। आशा छ सबैले हेरेर साथ सपोर्ट र माया गरिदिनु हुनेछ। साथै मेरो यो च्यानललाई सब्स्क्राइब, लाइक, शेयर र कमेन्ट पनि गरिदिनु हुनेछ भन्न चाहन्छु र सबैलाई ह्यापी न्यू इयर। Hi everyone, it's me Dinesh. Most welcome all of you, and today I am going on opening my official YouTube channel. I am lucky today. I am here in the special day. Happy New Year 2022 all of you. And so I am going on today. So today all of the New Year celebration firework. I am here, the biggest shopping mall, the Dubai Mall, and tallest building, the Burj Khalifa. So I am here now, the Dubai Mall, Burj Khalifa. So I am going make video most beautiful place in Dubai and Nepal, and giving information also about that place and about things, and sharing information also about that place. So I hope all of you watch video and enjoy, and heartily request all of you, please subscribe my channel and like, share, and give it to comment. I hope all of you support to me. Now I am going uploading this my first episode video is the Burj Khalifa New Year celebration firework 2023, and Happy New Year all of you.
also no time. And Happy New Year! Happy New Year, all of you! Wow, very nice, exciting. Happy New Year to all of my friend, all of my Nepal friend, and all of my Dubai friend, all of my relatives, and all of my supporters who are helping me. And a special thank for the Mr. Raj and our Madam Saililin. Happy New Year to all. This video uploading my official YouTube channel. So I am lucky in my first video in the old tallest building, the Burj Khalifa, and world biggest shopping mall and the Dubai Mall. नमस्ते सबैजनालाई म दिनेश धेरै लामो समयपछि म तपाईहरुमाझ एउटा बिल्कुलै नयाँ कुरा लिएर आएको छु। आशा छ सबैले साथ सपोर्ट र सहयोग गरिदिनुहुन्छ होला भन्ने र ह्यापी न्यू इयर सबैजनालाई। ह्यापी न्यू इयर 2023 यो अंग्रेजी वर्षको न्यू इयर सुरु भएको छ आजबाट र हामी चाहिँ यहाँ यो न्यू इयर सेलिब्रेसन गर्दै छौं यो दुबई मल बुर्ज खलिफामा। यहाँ चाहिँ यो आकाशबाजीबाट चाहिँ यो न्यू इयर सेलिब्रेसन भइरहेको छ भने यहाँ हेर्नको लागि लाखौं मान्छेहरु चाहिँ धेरै भन्दा धेरै मान्छेहरु यहाँ टिकट चाहिँ हैन यो हेर्नलाई आउनुहुन्छ। हामी यो भित्र जानलाई प्रयास अनि सम्भव पनि नभएको कारणले गर्दा चाहिँ यो अलिकति 1 किलोमिटर परबाट चाहिँ मैले तपाईहरुलाई यो भिडियो देखाउन गइरहेको छु र भिडियो लिइरहेको पनि छु। सबैलाई ह्यापी न्यू इयर भन्न चाहन्छु र आज म यो भिडियो सँगै तपाईहरुमा आज एउटा विशेष कुरा लिएर आएको छु। आज म चाहिँ यो मेरो अफिसियल युट्युब च्यानल चाहिँ ओपनिङ गर्न गइरहेको छु र यो नै मेरो फर्स्ट भिडियो फर्स्ट एपिसोड हुनेछ। आशा छ सबैले हेरेर मन पराइदिनु हुनेछ, लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनु हुनेछ अनि मलाई सपोर्ट गरिदिनु हुनेछ र सल्लाह सुझावहरु दिनु हुनेछ भन्ने आशा गरेको छु। ह्यापी न्यू इयर। वाओ, ह्यापी न्यू इयर। Happy New Year to all, especially my friend, especially my Dubai friend, especially my Nepal friend, all my family, relatives, and all of my cousins who supported me, who's wishing me, and thanks to all. And यो सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अंग्रेजी नयाँ वर्षको शुभकामना सँगै यो अंग्रेजी नयाँ वर्षको सुरुवात सँगै सबैको वर्षहरु राम्रो हुनेछ र राम्रो होस् भन्ने मेरो शुभकामना छ सबैजनालाई।
सधैँ यहाँ लाखौँ मान्छेजना हुनुहुन्छ यो हेर्नको लागि पुरेर बसिराख्नु भएको र हेर्दै पनि हुनुहुन्छ। यति राम्रो व्यवस्थापन गरेको छ यो दुबईको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। And I am especially missing all of his finish and all of Waitrose family also. This is almost 10 minutes, maybe 7 minutes, 5 minutes more. Happy New Year 2023, all of you. Happy New Year 2023. Happy New Year. This is the UAE flag. Thanks for everyone watch my video for the Dubai Mall Burj Khalifa New Year firework. Thanks to all Dubai friends and Nepal friends. Especially thanks for the Waitrose family, Spanish family, and thanks for the Madam Sailin to support to me and arranging time for today. Yeah, this is the very hard season time for our work and duty timing. She's managed for me today. Special, I mean, thankful for the Madam Sailin and family also. And especially thanks for the Mr. Raj who's supporting for me the today here coming and shoot video also. And thanks everyone. Happy New Year to all. See you again next episode and next video. New place, new episode. See you again. Bye. सम्पूर्णमा धन्यवाद भिडियो हेरिदिनु भएकोमा। आशा छ आगामी दिनहरुमा पनि साथ सपोर्ट दिनुहुनेछ। सबैलाई धन्यवाद। दुबईको साथीहरु, मेरो नेपालको साथीहरु, आफन्त, घर परिवार, विशेष धन्यवाद स्पेनिश फ्यामिली र वेट्रोस फ्यामिली र म्याडम साइलिनलाई मलाई यो भिडियो बनाउन टाइम दिनु भएकोमा। यो एकदम बिजी सिजन हो यो हाम्रो ड्युटीको बेलामा चाहिँ। यति बेला पनि मलाई आज अलिकति टाइम मिलाइदिनु भएकोमा चाहिँ एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यो मलाई आजको भिडियो बनाउन सहयोग गर्नुहुने र मसँग आज साथी आइदिनु भएकोमा मेरो साथी राज दाइलाई र यहाँ सम्पूर्ण उपस्थितलाई ह्यापी न्यू इयर भन्दै
थ्याङ्क यू भन्न चाहन्छु। अनि राज दाईलाई पनि स्पेसल थ्याङ्क्स भन्न चाहन्छु मलाई यो सहयोग गर्नुभएकोमा। सबैको सल्लाह सुझावको अपेक्षा गरेको छु। आगामी दिनहरूमा मलाई तपाईँको साथ सपोर्टहरूको एकदम धेरै खाँचो छ र यो नेक्स्ट एपिसोडहरू म योभन्दा राम्रो बनाउने कोसिस गर्नेछु। यो मेरो फर्स्ट भिडियो हो जुन चाहिँ मैले यो संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबाट चाहिँ लाइभ गरेँ भने यो संसारकै सबैभन्दा ठुलो मार्केट पनि हो, द दुबई मल बुर्ज खलिफा भन्छ। संसारमा सबैभन्दा ठुलो चिजहरू, आश्चर्य चिजहरू मध्येमा 20वटा भन्दा बढी चिजहरू दुबईमा पर्छ। यो सबै ठाउँको भिडियोहरू म तपाईँहरू माझ लिएर आउने कोसिस गर्नेछु र नेपालको पनि ब्युटिफुल प्लेसहरूको भिडियो राखेर त्यो ठाउँको बारेमा जानकारी गराउने कोसिस गर्नेछु आगामी दिनहरूमा। थ्याङ्क यू सबैलाई। फेरि भेटौँला अर्को नयाँ एपिसोडमा। ह्याप्पी न्यू इयर, नयाँ वर्षको, अङ्ग्रेजी नयाँ वर्षको शुभकामनासँगै सबैको भलो होस्, जय होस्, सबै भगवान्ले सबैको रक्षा गरून्। थ्याङ्क यू। रेड में कम करके पकड़ो।